च्याट्ट पारामा गाइज तेस्रो भ्लग बनिरहेको छ हन गाइज। हामी आज यहाँ भल्का आम खान आएका छौँ। 4-5 जना केटाहरू छन् हन, यहाँ हेर्न सक्नुहुन्छ। म देखाउँछु अहिले केटाहरू। हेलो गाइज, आज हामी आम खान गएका थियौँ र त्यो भ्लग मैले यहाँ हालिसकेको छु हन गाइज। लास्टसम्म हेरेर अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनु होला गाइज, गरिदिनु होला गाइज। म यति भन्न चाहन्छु गाइज, हजुरहरूको सपोर्टको कारण मैले यति धेरै सब्सक्राइब जुटाउन सकेको छु। हस् त, धन्यवाद। हामीहरू यहाँ आँप खाँदैछौँ, देख्न सक्नुहुन्छ। यो आँप 20 रुपियाँको एउटा हो, तर सानो काटेर मात्र हुन्छ। यो अरू भेराइटीको आम छन् यता, गुलियो मिठो टुक्रो। क्यामेरा सापना आम खाने र दाइहरूलाई सम्झिनु होला। गाइज, हामी आम साम खाएर यहाँ बल खेल्न आइसकेका छौँ ग्राउन्डमा। हामी यहाँ बल खेल्न आएका छौँ, केटाहरू बल खेलिरहेछन्। उता मनोज बसिरहेको छ अहिले ग्राउन्डमा, केटाहरू कोही छैनन्। यहाँ फोटा पनि खिचिरहेछन्। भोजराज भट्ट सर यहाँ पोज दिइरहेका छन्। हाम्रो निरोज चन्दाई ठकुरी फोटा खिचिरहेका छन्। हाम्रा उतिनी के भाइ गरे, फकर भाइ हुन्। यिनी फकर भाइ हुन्, युट्युबमा हो भाइ। यहाँ रमाइलो भइरहेछ गाइज। फाइनली यहाँ हाम्रो दाजु नदीनिर आएर सिमल चामल मुरुक्क चामल मुरुक्क दुईमा नाच वाला गीतमा नाचिरहेछ हन। ल, जेमा उ गरिरहेको थियो, जिम गरिरहेको थियो यत्रो ठुलोमा, आफूभन्दा डबलमा गाइज। यहाँ केटाहरू टप्पा गाउँ जानलाई रेडी भयो। कति ठुलो निरो दाइको सामान, ओ माई गड। लुते हेर गाइज, त्यहाँ लुते भिडियो बनाइरहेको छ। मोबाइल डुबाई भिडियो बनाइरहेको छ लुतेमा। हेर्न सक्नुहुन्छ गाइज, केटाहरू यहाँ पारामा यहाँ भ्लग बनाइरहेछन् मोबाइल पानीभित्र हालेर। निरज दाईको बुबु हेर गाइस कत्रो छ, मा कसम। थाम्न एकचोटि बुबु थाम्न। युट्युबमा हाल्ने भयो। फाइनली गाइस, केटाहरू हर्दो रहेछन्। म यहाँ भ्लग बनाइरहेको छु। मलाई धुने मन लागेन गाइस, म आनन्दले यहाँ भ्लग बनाइरहेको छु युट्युबमा हाल्ने भनेर। केटाहरू खुब रमाछन् हन। एउटा सानो भाइ पनि रमाइरहेको छ यहाँ। केटाहरू रमाइरहेछन् यहाँ बिन्दास पारामा। फोटा सोटा खिचिरहेछन् पानीभित्र। माछहरू नगर्न, हेर्न गौरव चन्द हो त्यो, भोजराज भट्ट पूर्णिमाको बुढो, डिप्टीको बुढो हो गाइज। यो केटाहरू यहाँ भ्लग बनाइरहेछन्। मलाई पनि रहर लाग्यो गाइज। हर धुने रहर लाग्यो। केटाहरूले 80,000 को मोबाइल थामेर पानीमा उडाइरहेछन् मुजिहरू।
मोबाइल हराएको अवस्था पानीभित्र फोन लाग्दैन केटा साँच्ची हरायो हो फाइनली गाइस आइफोन हराइसकेको छ नि रोक रोक मिल्यो 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 केटाहरू अहिले स्याट पारमा थिए ल ल पानीमै लडाऊ केटा नेपाल और पाकिस्तान बीच चपड़ हो रहा है भाई ल 1 2 3 पंगाबाजी भइरहेको छ केटा म त भलकवाला हो नि त भलक बनाइरहेको छु म यहाँ अहिले एउटा 1 2 3 गो जोर दिएका छन् केटाहरूले जोर जोर गौरव चन्दको र मनोज भाटको भइरहेछ यहाँ फल नखेल है केटा फल नखेल यहाँ हेर एकचोटि ल ल स्टार्ट स्टार्ट ल केटाहरू पंगा लगाइरहेछन् जोर दिएछन् केटाहरूले नाइ 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 हार जितको हुनु पर्यो फाइनली गौरव चन्दले जिते जस्तो छ मनोज भाटले अलि उठाएको अवस्था चन्दजीले उठाउन दिएका छन् यहाँ हाम्रो गौरव दाजु फेरि मनोजले उठाएका छन् र उठाउन पनि दिएका छन् मनोज भाटले हार खाएर फेरि हर धुन गएका छन् फाइनली उता हेर्नु गाइज ऊ त्यो केटी जस्तो छ अलि यसको बुप्स हेर गाइज बुप्स गाइज नदीमा हर्सर धोएर हामी अब घरतिर लागेका छौँ फाइनली हर्सर धोयो एकदम दामी भएन हर्सर धोइसक्यो यहाँ भिडियो बनाइरहेको छन् केटाहरू अब घर गएर यो भ्लग युट्युबमा आउँछ धेरै होइन योदेखि 5 सब्सक्राइब बढाइदिनु होला 5 सब्सक्राइब भनेपछि 196 छ 201 सब्सक्राइब पुग्नु पर्यो यो भिडियो भाइरल हुनु पर्यो गाइज यस्तो बनाउँछु कि यस्तो बनाउँछु भाइरल हुनु पर्यो गाइज यो भिडियो भाइरल हुनु पर्यो भाइरल गरिदिनु पर्यो सबैले भाइरल गरिदिनु पर्यो यो पाकिस्तानको सबैलाई नेपालको सबैलाई गाइज बाई बाई टाटा स्विच अफ